सन्तकपुर 12 किलोमिटर उकालो 33 त्यहाँबाट कति होला 12 33 यता उता हामीलाई फालुट त लाँदैन नि होइन फालुट कहाँ जान्छ हौ फालुट त हिँडेर खालि होला कहाँ लान्छ सन्दकपुर अब हामी सन्दकपुर जाँदैछौँ फर्स्ट अफ अल अहिले तपाईँलाई कस्तो फिल लाग्दैछ यहाँ आएर फाइन होइन अब हाम्रो चाहना हुन्छ नि त अब यो त धेरै वर्षको सपना हो तर परमेश्वरलाई धन्यवाद साँच्चै नै उहाँले सोचेकै दिनमा नै पुरा हुँदो रहेछ भन्ने कुरो चाहिँ आज यो कुरोले पनि प्रमाण भयो परमेश्वर धन्यवाद होस् है आज हामीले सोचेको थिएन हिजोसम्म पनि सोचेको थिएन तर अकस्मात धेरै दिनको चाहना चाहिँ परमप्रभुले आँखाको एक निमिषमा नै पुरा गरिदिनु भयो परमप्रभुलाई धन्यवाद होस् है अन्त अघिको भनिदिनुहोस् न गाडीको विषय लिएर चाहिँ हामी कस्तो अजमजमा परिरहेको थियौँ तल प्रभुलाई धन्यवाद होस् साँच्चै नै परमेश्वर महान हुन्छ वचनले भन्छ धर्मीजनको प्रार्थना सुन्नुहुन्छ साँच्चै नै त्यहाँनिर धेरै त्यहाँ गाडीको लागि एउटा गाडी त भयो तर अर्को गाडी नपाउँदा चाहिँ हामीलाई अलिकति दुःख भइरहेको थियो ला गाडी पाउँछ पाउँदैन भन्ने सोचाइ थियो तर परमेश्वर धन्यवाद होस् पास्टर ज्याकबद्वारा चाहिँ उहाँले प्रार्थना गर्ने एउटा सल्लाह दिनुभयो साँच्चै नै प्रभुलाई धन्यवाद हामीले साँच्चै नै त्यो प्रार्थनालाई अगुवाई गरे अनुसार साँच्चै नै हामीले जस्तो प्रार्थना आमेन भन्यौँ त्यस्तै नै अर्को गाडी परमप्रभुले हाम्रो लागि जुटाइदिनु भयो एकदम प्रभुलाई धन्यवाद बाटोमा आउँदै गर्दा पनि एकदम असल ड्राइभरहरू पाएको कारणले गर्दा उहाँले हाम्रो सबै कुरा उहाँले यहाँ यस सराउन्डिङको बारेमा उहाँले बताउँदै आउनुभयो हामी एकदमै आनन्दित छौँ प्रभु परमेश्वरलाई धन्यवाद दिन्छौँ अझै हाम्रो यात्रा सन्तकपुरको 12 किलोमिटर अझै पनि बाँकी छ आज यो पुरा गर्दा पनि परमप्रभुले हामीले सहायता गर्नु ल प्रेज द लर्ड